लिली हेर्नु न यति धेरै गर्मी छ कि यो कुवेतमा आमामामा कति डिग्री होला है काम निस्किएको 5 मिनट भएको छैन हेर्नु यहाँ नाकमा पसिनै पसिना अनि पुरै झन् काली मान्छे है म पुरै टल्किएर होला निधार कालो भएको अनि त्यो टल्किएको छैन नि Service kami gitu. Les Arafti Habibti Dia tahu. Arafti Eta आउन है छोटो खुरुक्का हेलो नमस्ते सबैजनालाई म चाहिँ रानी है फेरि पनि हजुरहरूको साथमा छोटो मिठो ब्लग लिएर आएको छु कृपया सबैजनाले हेरेर साथ दिनु होला आशा छ हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै नै छु र बिर्सिनु भएको त छैन होला है रानीलाई किनकि म यत्रो दिन ग्याप भयो कुनै ब्लग पनि बनाउन पाइनँ त्यसका लागि चाहिँ म क्षमा चाहन्छु किनकि यहाँ चाहिँ हामी अब काम गर्न आएको हो नि त काम गर्न आएपछि त्यही हुन्छ काममा कहिले काममा प्रेसर भएपछि टाइम मिल्दैन त्यही माथि अस्ति हाम्रो छुट्टी पनि मिलाएको थिएन कि कति एक दुई हप्ता हाम्रो छुट्टी पनि दिएन कि त्यही भएर छुट्टी नभएपछि त कसरी भ्लग बनाउनु होइन अनि कसरी भिडियो बनाउनु त्यहीमा कामको यति धेरै प्रेसर थियो रुममा आउँ खाना खाऊँ सुतौँ फेरि भोलि बिहान उठेर ड्युटी जाउँ त्यही हो नि त्यही भएर चाहिँ भ्लग पनि बनाउनु पाइनँ आज चाहिँ म छोटो भए पनि भ्लग बनाउँछु भनेर चाहिँ बाहिर हेरिरहेको छु र आज चाहिँ मेरो स्यालेरी आएको थियो त्यही स्यालेरी आएको भएर चाहिँ कतै घुम्न जाऊँ न भनेर साथीहरू सँगसँगै त्यही खोइ कुन जमिया हो कि के हो भन्ने ठाउँमा चाहिँ जाँदैछौँ है यहाँ हाम्रो राइनी साथी अनि यहाँ चाहिँ हाम्रो अर्को आँसु मेरो आँसु है आँसु साथी होइन म आँसु कोही गर्मी भयो अनि हेर्नु न यति धेरै गर्मी छ कि यो कुवेतमा आमामामा कति डिग्री होला है काम निस्किएको 5 मिनट भएको छैन हेर्नु यहाँ नाकमा पसिनै पसिना अनि पुरै झन् काली मान्छे है म पुरै टल्किएर होला निधार कालो भएको अनि त्यो टल्किएको छैन नि ल है गाइज आज चाहिँ हामी कहाँ गयौँ के गऱ्यौँ भनेर हजुरहरू देखाउँछु खासै त्यस्तो कन्टेन्ट त बनाउन आउँदैन मलाई अनि हामी चाहिँ के गर्दैछौँ अनि के गर्छु त्यही हो कि अब भर्खर स्टार्टिङमा न बोल्न आउनु है न त भिडियो एडिट गर्न आउनु त्यही पनि हजुरहरूले हेरेर साथ दिनुहुन्छ खुसी लाग्छ मलाई र मेरो कन्फिडेन्ट पनि बढ्छ हजुरहरूले हौसला बढाइदिनु होला त्यही भएर खुसी लाग्छ सधैँ यसरी नै साथ सपोर्ट दिनु होला अब अरू के भन्न सक्छु त्यसको लागि चाहिँ म एकदम आभारी छु भन्दै अहिले चाहिँ हामी जहाँ जाँदैछौँ त्यो कन्टिन्यू गर्छु र बाँकी भिडियो चाहिँ पछि है गाइज ओइ राइनी यता हेर के हो के कता दौडेको लिली हेर्नु न यस्तो गर्मी छ कि यति गर्मी पसिना हेर्नु नि यहाँ पसिना अच्छा मेकअप गरेर आएको सबै मेकअप पखालेर यता हेर त है केटी यता हेर्न के किनेर दिनुहुन्छ मलाई ओके म दिइहाल्छु नि ओइ रानी हात लाउने हो रे के राख्नु कुन हात दिइरहेछ मलाई त कम्बर पनि रहेछ मैले अस्ति नि भनेको थिएँ आजु तपाईँलाई यहाँ हामी उता आउँदाखेरि यो दिउँसो आउनुपर्छ यहाँ यति धेरै के अरे गरगहनाको पसल हुन्छ भनेर मैले भनेको थिएँ यही हो कि यसको बानी छ होइन गाइस आउनु है तपाईँहरू नि किन मन छ भने म चाहिँ जहाँ गए पनि प्रमोट चाहिँ गरिरहेको हुन्थेँ कि जुनै पसलको पनि जुनै ठाउँको पनि हेर्नु दामी छ मन परेमा आउनु होला कुन ठाउँ भन्छ अरे यसलाई है के भन्छ जारा अलि जारा होइन कि एक्ज्याक्टली यसले चाहिँ कि थाहा छैन है के हो मजैया यहाँ ठुलो मजैया भनेर लेखेको छ कि त्यहाँ है यो हो यसको सिधै ब्याक साइडमा हो कि हेर्नुहोस् दामी छ
तर हामीले चाहिँ किनेको छैन है एक्ज्याक्टली प्राइस कति हो थाहा छैन किनकि मलाई खासै यस्तो मनै पर्दैन पनि र कसैले किनेर दियोस् पनि लाग्दैन मलाई अनि मन नपरेको चिज अरूसितै दिए पनि पर्दैन के कसो राईले हो क्या भन्दा यस्तो मारो लेस रक्ति हबित्ती रक्ति when Royana Inti Suti Arabic अगाडि अरबिक बात सही कति दिन भइसक्यो नि त अनि त्यही भएर हो के कति मिनट पुग्छ अब त्यहाँ यही हो यो त पार्किङ हो नि त ए जारा के लेखाएको छ कोअपरेटिभ सोसाइटी जारा कोअपरेटिभ सोसाइटी हामी त्यहाँ जाँदैछौँ ल गाइजहरू हेर्नुहोस् कस्तो छ त्यहाँ भिडियो बनाउनु पनि दिइरहेको है कोही है दिँदैन होला के काम त नि त्यसो भए हो हौ लाखे गर्मीले मर्छ होला हौ मासला यही हो ऊ त्यहाँ हौ ऊ त्यहाँ हेर्नु त जारा यही हो गलीको चिसो चिसो हावाले त्यसोतिर आउनु पऱ्यो नि त्यस्तो नआउँदैन है स्टार वेस्ट दामी तर खासै राम्रो लाग्यो मलाई हामी चाहिँ त्यहाँ के थियो र अघि नामै बिर्स्यौँ त्यहीँबाट निस्किएको है जमियादेखि निस्किएको केही छैन रहेछ हो रासन पानी मात्र रहेछ त्यही भएर हामी फेरि यता सुम्याक्समा आएको सुम्याक्समा जाँदैछु त्यहाँ चाहिँ के पाउँछ हो हेर त्यहाँ पनि केही पाएन त्यत्तिकै फर्किन्छु बरु होइन त्यहाँ चाहिँ बाँकै हो कि त्यहाँ चाहिँ सबै ग्रोसरीको सामान ग्रोसरीको सामानहरू मात्रै भयो त्यो त अनि यो त टाढा छ नि त कस्तो छ रहेछ सामानहरू हेर्नु खासमा प्राइस त्यति नै रहेछ सामान उस्तै प्राइस उस्तै रहेछ अनि यहाँदेखि के लानु बरु त्यही सुल्तानै नजिक छ यहाँदेखि जानलाई त गाडी चाहियो कान्छी पानी चाहिँ खानु पाएको हुन्थ्यो कि खाने त अब यहाँ कस्तो पानी गाइस ओइ सुन्नुमा हेर है गाइस हामी निस्केको है हेर्नु त भर्खर निस्केको त्यत्रो बेरसम्म चाहिँ हामी लुगा छानेर बसेको है अनि त्यही भएर टाइम पनि छैन अब के भन्नु के गरेन कसरी भन्नु तपाईँले देखा त तेरो आँसु देखाउनु त तपाईँको सिनले यति नै हो किनेको अँधेरो भयो हामी कति बजी 4 बजीतिर हेऱ्यौँ है 2 घन्टा यतै हो अझै हेर्नु पनि भ्याएन म सबै कहाँ भ्याउनु हो अनि हामी एउटै ठाउँमा अल्झेर बस्यो है छुट्टीमा भयो चाहिँ छुट्टीमा भएको भने चाहिँ भ्याउँथ्यो कि तर मेरो त छुट्टी नै हो त तपाईँहरूको जानु यही हो मेरो ब्लग केही छैन फेद्न टुप्पको हौ छ्या केही छैन यस्तै हो यति मात्र कति राम्रो छ है यहाँलाई त भयो यता हेर्नु न यता आउनु है छोटो खुरुक्क आज म चाहिँ मिनी नै बनाएर आएको छु आज पानी पानी पनि छैन हौ खाएको है
कहाँ पाउँछ के त